नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ प्रवर्धनका उद्देश्यले नयाँ निर्देशन जारी गर्दै मोबाइल एप जस्तै मोबाइल बैंकिङ, कनेक्ट आइपीएस र क्यूआर कोड मार्फत हुने फन्ड ट्रान्सफरमा केही परिवर्तन गरेको छ। यस अनुसार मोबाइल बैंकिङ मार्फत गरिने लेनदेनमा दैनिक सीमा रु 3 लाख कायम रहनेछ भने मासिक सीमा हटाइएको छ। वेब एप्लिकेसन वा इन्टरनेट बैंकिङ मार्फत कनेक्ट आइपीएस प्रयोग गर्दा दैनिक सीमा रु 20 लाख रहनेछ, तर मासिक सीमा रहने छैन। त्यसैगरी बैंकबाट वालेटमा वा वालेटबाट अन्य बैंक खातामा रकम पठाउँदा दैनिक रु 2 लाख र मासिक रु 10 लाखसम्म ट्रान्सफर गर्न सकिनेछ। वालेटबाट वालेटमा रकम पठाउँदा दैनिक रु 50,000 र मासिक रु 5 लाखसम्म ट्रान्सफर गर्न सकिने व्यवस्था गरिएको छ। वालेटबाट आफ्नै लिङ्क गरिएको बैंक खातामा रकम स्थानान्तरण गर्दा भने कुनै सीमा लाग्ने छैन। त्यस्तै एउटै व्यक्तिको नाममा रहेको खाताबीच रकम स्थानान्तरण साथै कर, राजस्व, जरिवाना, सेवा शुल्क, खानेपानी, बिजुली, दूरसञ्चार, सामाजिक सुरक्षा कोष, विद्यालय शुल्क तथा बीमा प्रिमियम जस्ता सरकारी भुक्तानीमा पनि सीमा लागू नहुने व्यवस्था गरिएको छ।